जय मसीह सबैजनालाई। आज म तपाईँहरूको बिचमा रोमीको किताब 8 अध्यायको 18 पदलाई सेयर गर्न चाहन्छु। आज म तपाईँहरूलाई बताउन चाहन्छु पावलले यो पत्र लेख्दै गर्दा साँच्चै नै भविष्यको कुरालाई सम्झेका थिए। उनले चाहिँ यो विचार गर्दै गर्दा यो हामीले 18 पदलाई हेर्यौँ भने यो वचनलाई उनले जब लेख्दै थिए उनले गहिरो कुरालाई विचार गर्दै थिए। परमेश्वरले दिन लागेका, परमेश्वरले प्रकट गर्न लागेका कुराहरूलाई पावलले चाहिँ कल्पना गरिराखेका थिए, सम्झिराखेका थिए। अनि पावलले चाहिँ रोमीको किताब 8 अध्यायको 18 पदमा यसरी लेख्नुहुन्छ, म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ। पावलले पहिलो लाइनमा भन्दै हुनुहुन्छ म विचार गर्छु। सुन्नुहोस् त, पावलले के विचार गर्दै थिए? पावलको मनमा, पावलको सोचमा, पावलको हृदयमा यति गहिरा कुराहरू आएको थियो। स्वर्गमा परमेश्वरले जुन कुरा प्रकट गर्न खोज्नु भएको छ आफ्नो मान्छेको लागि, है, धर्मीजनको लागि, विश्वासीहरूको लागि, प्रभु येशूमा आशा भरोसा गर्नेहरूको लागि परमेश्वरले जुन कुरा चाहिँ प्रकट गर्दै हुनुहुन्छ, पावलले त्यसको विषयमा है बताउँदै हुनुहुन्छ। अनि पावलले भन्नुहुन्छ म विचार गर्छु, म सोच्छु, म कल्पना गर्छु कि हामीमा जुन महिमा प्रकट गरिनेछ त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्यका छैनन्। सुन्नुहोस्, पावलले यो पत्र लेख्दै गर्दा पावलको प्रेजेन्स टाइममा थुप्रै समस्याहरू, थुप्रै बाधाहरू, थुप्रै यस्ता आलोचनाहरू, थुप्रै सतावटहरू पावलले सहेको थियो। पावलले समाजबाट, आफन्तबाट, आफ्नै इजरायली जातिबाट, हुन्छ नि आफ्नै चेलाहरूबाट, आफ्नै सहकार्य गर्ने मान्छेहरूबाट थुप्रै धोका, थुप्रै चाहिँ उसले तनाव महसुस गरेको थियो, तनाव पाएको थियो। अनि पावलले भन्छन् यो सबै कुरा देख्दै गर्दा पनि मैले, यो सबै कुरा मैले दुःख पाउँदै गर्दा पनि, धोका पाउँदै गर्दा पनि, मैले सतावट, खेदो, समस्या जे पाउँदै गर्दा पनि परमेश्वरले जुन महिमा हामीलाई दिने प्रतिज्ञा गर्नुभएको छ त्यो महिमाको तुलना यो वर्तमान समयको कष्टसँग दाँच्न सकिँदैन, तुलना गर्न सकिँदैन। सुन्नुहोस् त, पावलले कति गहिरो रहस्य थाहा पाएका थिए। पावलले साँच्चै नै परमेश्वरबाट त्यो डिपली है त्यो रेभलेसन पाएको थिए। आज म तपाईँलाई बताउन चाहन्छु, तपाईँले पनि तपाईँको जीवनमा खेदो, सतावट, दुःख, है, कतिजनाले तपाईँलाई छोड्यो होला, कतिजनाले तपाईँलाई हेप्यो होला, त्याग्यो होला। सुन्नुहोस्, यो सबै कष्टहरू, यो सबै दुःखहरू तपाईँको भविष्यमा परमेश्वरले तपाईँलाई दिने कुरासँग तुलना गर्न सकिँदैन। यो सबै क्षणिक समस्याहरू हो, यो क्षणिक दुःख, क्षणिक तपाईँको जीवनमा आएका सतावट, खेदो, प्रब्लमले तपाईँलाई, सुन्नुहोस्, परमेश्वरले दिन लागेको भविष्यलाई खोजेको छ। तर आज म तपाईँलाई बताउन चाहन्छु पावल चाहिँ आज तपाईँ र मैले यो क्षणिक समस्यालाई, क्षणिक सतावटलाई, क्षणिक दुःखलाई, संसारमा आउने क्षणिक बाधाहरूलाई चाहिँ आज तपाईँ र हामीले चाहिँ है आफ्नो जीवनबाट है हामीले चाहिँ यस्ता कुराहरूलाई चाहिँ हटाउनु पर्छ। आज म तपाईँलाई बताउन तपाईँ र आज हामीले कति यस्ता दुःखहरू, सतावट, खेदो, आफ्नै मान्छेबाट दुःख पाउँछौँ, आफ्नै मान्छेबाट त्यागिन्छौँ। कति यस्ता कुराहरू छ जो तपाईँले अनि हामीले सहेका छौँ। सुन्नुहोस्, यो सबै कुराहरू क्षणिक हो। आँखाको एक क्षणमा है यो सबै कुराहरू परिवर्तन हुन्छ। तर म तपाईँलाई बताउन चाहन्छु वचनले भन्छ क्षणिक समस्यालाई, क्षणिक दुःखलाई, क्षणिक सतावट, खेदो, है जति पनि तपाईँको जीवनमा आउने जति पनि बन्धनहरू छ यो क्षणिक हो। तर परमेश्वरले तपाईँलाई जुन महिमा दिँदै हुनुहुन्छ त्यो साँच्चै नै महान छ। तपाईँलाई थाहा छ यो जुन समस्या तपाईँले फेस गर्दै हुनुहुन्छ, मैले फेस गर्छु, जुन चाहिँ हुन्छ नि खेदो, दुःख, पीडा जुन तपाईँले फेस गर्दै हुनुहुन्छ र मैले फेस गर्दैछु, हामीभन्दा अगाडिका व्यक्तिहरूले पनि यस्ता थुप्रै किसिमका समस्याहरू, दुःखहरू, पीडाहरू फेस गरेका थिए। उनीहरूले यो सबै कुराहरूलाई चाहिँ आफ्नो जीवनमा भोगेका थिए। तपाईँलाई थाहा छ अब्राहम को जीवनमा तपाईँले हेर्नुभयो भने अब्राहम 75 वर्षको हुँदा परमेश्वरले अब्राहमसँग प्रतिज्ञा गर्नुभयो र प्रतिज्ञाको देश कनान देश तँलाई म दिन्छु भनेर प्रतिज्ञा गर्नुभयो। तर तपाईँलाई थाहा छ अब्राहमले त्यो देश पाएनन्, अब्राहमको सन्तानले त्यो देश पाए। तर अब्राहमले प्रतिज्ञा त पाए, तर प्रतिज्ञा साथसाथै कति कष्टहरू है अब्राहमको जीवनबाट आयो। फारोले है त्यहाँको चाहिँ थुप्रै राजाहरूले अब्राहमलाई सताए, त्यहाँका बासिन्दाहरूले अब्राहमलाई सताएको, अब्राहमको भतिजोलाई नै है त्यहाँका कति व्यक्तिहरूले चाहिँ सताएका घटनाहरू हामीले बाइबलभित्र पाउँछौँ। अब्राहमले थुप्रै दुःख भोगे, अब्राहमले
थुप्रै कष्टहरू भोगे, तर अब्राहमलाई थाहा थियो यो कष्टहरू, यो दुःखहरू, यो पीडाहरू, वर्तमानको प्रेजेन्स टाइमको दुःखहरू क्षणिकको हराएर जाने, तर जुन प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ मेरो सन्तानको लागि, मेरो लागि, त्यो प्रतिज्ञा अचम्मको छ। तपाईँलाई थाहा, जब अब्राहमको सन्तानले त्यो प्रतिज्ञाको देश पाए, कनान देश, त्यो कनान देश कस्तो थियो तपाईँलाई थाहा छ? कुनै पनि मान्छेले घर बनाउनु परेन, किनकि त्यहाँ सबै घरहरू व्यवस्थित र बनेको थिए। कसैले पनि दाखबारी लगाउनु परेन, तर त्यहाँ सबै कुराहरू व्यवस्थित थिए। दाखबारीहरू, बगैँचाहरू, अङ्गुरका रुखहरू, है त्यहाँ सबै कुराहरू व्यवस्थित थिए। अनि परमेश्वरले पनि आज तपाईँ र मलाई है अब्राहमको सन्तान चाहिँ प्रतिज्ञा गर्नुभएको छ। अनि तपाईँ र मलाई उहाँले जुन महिमा दिँदै हुनुहुन्छ, जुन महिमा प्रकट गर्ने कुरा गर्दै हुनुहुन्छ, साँच्चै नै त्यो स्वर्गको घर हो तपाईँको लागि, स्वर्ग हो तपाईँको लागि। अनि स्वर्गमा परमेश्वरले आफ्नै हातले बनाएको घरहरू हामीले 2 कोरिन्थी 5:1 देख्न सक्छौँ। त्यहाँ चाहिँ परमेश्वरले हाम्रो लागि राखिदिएका कति आशिषका कुराहरू, कति चाहिँ हुन्छ नि रहस्यका कुराहरू परमेश्वरले हामीलाई राखिदिनु भएको छ। त्यस कारणले गर्दा यो वर्तमानको समयमा पाउने कष्ट, दुःख, विपद, आपद, यो सबै कुराहरू क्षणिकको। अनि म तपाईँलाई उत्साह गर्न चाहन्छु, यो समयमा यदि तपाईँ है डटेर, यदि तपाईँ चाहिँ यो कष्टहरूलाई चाहिँ जित्दै, यो कष्टहरूलाई, क्षणिक कष्टहरूलाई चाहिँ तपाईँले सहँदै यसमाथि विजय पाउँदै जानुभयो भने परमेश्वरको त्यो महिमा तपाईँले आफ्नो जीवनमा देख्नुहुनेछ। तपाईँलाई थाहा छ मोसा फारोको राजाको सन्तानसँग हुर्केको, फारोको महलमा हुर्केको, तर मोसाले कहिले पनि फारोसँग नै, फारोको सन्तानसँग नै, फारोको राजमहलमा नै हुर्किएर बस्नुपर्छ भन्ने सोच राखेका थिएनन्। त्यो आनन्दलाई उनले त्यागे, क्षणिक आनन्दलाई है, त्यो खुसीलाई उनले त्यागिदिएर आफ्नै भाइ बन्धुहरूलाई, आफ्नै जातिहरूसँग मिसिन गए, इजरायलीहरूसँग मिसिन गए। अनि तपाईँलाई थाहा छ मोसाले आफ्नो जीवन नै मरुभूमिमा बिताए है। 40 वर्षसम्म उनले आफ्नो ससुरा मिघानसँग भेडा गोठाला चराउँदै 40 वर्ष बिताए। त्यसपछि फेरि इजरायलीहरूसँग 40 वर्ष मरुभूमिमा उनले बिताए। अनि तपाईँलाई थाहा छ मोसाले पनि आफ्नै आँखाले त्यो प्रतिज्ञाको देश देखे, तर त्यहाँ पुग्न पाएनन्। उनले 40 र 40-80 वर्षसम्म कष्ट सहे, दुःख सहे। अनि आज तपाईँलाई थाहा छ परमेश्वरको साथमा मोसा छन्। त्यही कारणले गर्दा समयलाई, यो हामीले है प्रेजेन्स टाइमलाई, वर्तमान समयमा पाउने जति पनि खेदो, शैतानबाट आउने परीक्षा है, दुष्टबाट आउने जति पनि सतावट छ है, समाज, मान्छे, आफन्त, जति कुराहरू पनि तपाईँको जीवनमा यदि तपाईँले फेस गर्दै हुनुहुन्छ भने तपाईँ बलियो हुन जरुरी छ। परमेश्वरले तपाईँलाई साँच्चै नै त्यो महिमा, जुन चाहिँ रोमीको किताब 8 अध्यायको है 18मा तपाईँलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, महिमा दिने प्रतिज्ञा, स्वर्गको त्यो नागरिकता, स्वर्गको त्यो घर, स्वर्गको त्यो सुनको सडक, स्वर्गको त्यो इज्जत, आदर र येशू ख्रीष्टले गरेको प्रतिज्ञा, सिंहासन, त्यो सबै परमेश्वरले तपाईँलाई दिनुहुनेछ। तपाईँ बलियो हुनुहोस्, आत्मामा, शरीरमा, प्राणमा। परमेश्वरले तपाईँको हेरचाह गर्नुहुनेछ। सबैलाई जय मसीह।